नमस्ते साथीहरू, यसरी यो इमलीको पल्प गुदी निकालेर चाहिँ एकछिन भिज्नलाई हाल्नुहोस्। भिजिसकेपछि यसको रस चाहिँ निचरेर यसरी राख्नुहोस्। अनि त्यसपछि यता मैले आलु र गेडागुडी चाहिँ बोइल गरिसकेपछि आलु ताछ्नुहोस् अनि गेडागुडीहरूले पनि निकालेर राख्नुहोस्। अनि यता मेरो कराहीमा तेल तातिसक्यो अनि यो आलु र गेडागुडीहरू चाहिँ अलिक मजाले फ्राई गर्नुहोस्। अनि फ्राई यो हल्का भइसकेपछि यसमा बेसार अनि स्वादअनुसार नुन हालेर अझ फ्राई गरेर निकाल्नुहोस्। अनि त्यही कराहीमा तेल तातिसक्यो अनि यो पुरी चाहिँ सबै फुराएर चाहिँ निकाल्नुहोस्। अनि यता मेरो यो चप्ड गरेको प्याज र गेडागुडी आलुहरू चाहिँ सबै म्यास गर्नुहोस्। यता मेरो सबै पुरी फ्राई भइसक्यो अनि यसमा चाहिँ हालेर चाहिँ फिलअप गर्नुहोस्। फिलअप गरिसकेपछि यो दही चाहिँ फिटेर मजाले त्यो पुरी माथि पनि पुरै फिलअप गर्नुहोस् है दही। अनि त्यसपछि चाहिँ इमलीको रस चाहिँ अलिक अमिलोको लागि हाल्नुहोस्। अनि माथिबाट सस हालेर चाहिँ टोमेटो केचप हालेर चाहिँ यसरी गार्निस गर्नुहोस्। हेर्नुहोस् है कस्तो राम्रो यो पानी दही पुरी अरे।